यस्तो साथीहरू यो बाबा र आमाले सिकाएको मार्ग भन्ने चाहिँ उहाँ दाजुले चाहिँ एकदम राम्रो एकदम कस्तो मन खानी कथा जस्तो रहेछ कि यो ल सुन्नुहोस् त यो लास्टसम्म सुन्नुहोस् मैले सुनिरहेको छु सुगाको बच्चा लिएर आएछ गुडबाट चुटालेर त्यसलाई ल्याएर आफ्नो दरबारको मूल गेटमा भने चाहिँ फलामको पिञ्जडामा राखिदिएछ क्या अनि त्यही खाने त्यही उसले बस्यो हैन बिस्तारै ठुलो हुँदै गयो अनि उड्ने बेला भयो पखेटा काट्दिँदा रहेछन् नङ्ग्रा पलायो नङ्ग्रा काट्दिँदा रहेछन् त्यो कहिले पनि उड्न पाएन त्यो सुगा एक दिनको कुरा हो राजालाई कति गर्नु दरबारको काम गर्नु शिकार खेल्न जान्छु भनेर शिकार खेल्न जान मन लागेछ अनि आफ्ना सेनापतिहरूलाई तयार बनाएर हात हतियार तयार बनाएर शिकार खेल्न जाँदै रहेछ मूल गेटमा ट्याक्क सुगालाई देख्यो सुगालाई देखेपछि त्यसले भन्यो आज म शिकार खेल्न जाँदैछु सुगा तिम्रो बाबा र आमासँग पनि भेट हुन्छ होला भन तिम्रो बाबा र आमालाई म के सन्देश पठाइदिउँ भनेर भनेछ सुगाले एउटै शब्द बोलेछ मलाई मेरो सन्देश मेरो बाबा र आमालाई केही पठाउनु पर्दैन महाराज मलाई मेरो बाबा र आमाले पठाइदिएको सन्देश ल्याइदिनु मलाई त्यही पुग्छ मेरो बाबा र आमाले चाहिँ के भन्नुहुन्छ मलाई भनेछ हुन्छ भनेर शिकार खेल्न गएछ घनघोर जङ्गलमा शिकार खेल्न जाँदै थियो जङ्गलमा शिकार खेल्न जाँदै गर्दा नभन्दै सुगाको बाबा र आमालाई भेटाएपछि पहिचान गरेपछि राजाले बोलाएछ ए तिमीहरू यहाँ सुगाको बाबा र आमा नजिकैको डालीमा आएर बसेछन् अनि उनीहरू देख्ने बित्तिकै हत्त नपत्त मेरो छोरालाई कस्तो भयो अब एउटा आमाले बाबाले भेटाएपछि मेरो छोरालाई कस्तो छ के छ महाराज मेरो छोराको अवस्था के छ मेरो छोराले हामीलाई के सन्देश पठाएको छ भन्नुस् न भनेछ राजाले मुस्कुराउँदै भनेछ तिम्रो छोराले तिमीहरूलाई के सन्देश पठाएको छैन बस एउटै चिज पठाएको छ मेरो बाबा र आमाले मलाई के सन्देश पठाउँछन् त्यो सन्देश लिएर आइदिनु भनेर भनेको छ भनेर भनेछ तिमीहरूले नै तिम्रो छोरालाई सन्देश पठाऊ के छ आमाको मन हो मानेन मेरो छोराको अवस्था बताउनुहोस् के छ छोराको अवस्था भनेर जिद्दी गर्न लागेछ त्यो जिद्दी गर्न लागेपछि अनि राजाले भनेछ तिम्रो छोरालाई मैले सानोमा गुडबाट चुडालेर लगेँ गुडबाट लगेपछि तिम्रो छोरालाई मैले पिञ्जडामा राखेँ फलामको पिञ्जडामा तिम्रो छोरा बस्छ त्यहीँ खान्छ त्यहीँ हुर्किएको छ उड्न खोज्छ पखेटा काटिदिन्छौँ हिँड्न खोज्छ नङ्ग्रा काटिदिन्छौँ तिम्रो छोरालाई भनेछ त्यतिकै भन्दै सुगाको बाबा फत्राक्कै मरेछ क्या भुइँमा खसेछ आमाको आँखाबाट लरभिर आँसु खस्यो सन्तान त्यसरी पिञ्जडामा हुँदा सुगाको बाबा मरेछ अनि फेरि कन्टिन्यू गर्छ राजाले तिम्रो छोरा अलिअलि बोल्न थालेको छ तिम्रो छोरा अलि ठुलो भएको छ तिम्रो छोराले आमा र बाबा भन्छ तिम्रो छोरा साँच्चीकै भन्ने पनि बहुत राम्रो छ तर पनि फलामकै पिञ्जडामा छ भन्न बित्तिकै सुगाकी आमा पनि मरेछ राजा दङ्ग पर्यो के रहेछ यिनीहरूको भनेर दरबार फर्केर आएपछि मूल गेटमा सुगाले कुरेर बसेको छ नि के सन्देश लिएर आउँछन् होला भनेर देख्ने बित्तिकै भन्यो मेरो बाबा र आमाले मलाई के सन्देश पठाए महाराज राजाले शिर निहुर्याएर न्याउरो मुख लगाएर न्यास्रो मुख लगाएर भन्छ केही सन्देश पठाएन भन्नु केही त सन्देश होला अनि राजाले भन्छ तिम्रो बुबालाई तिम्रो आमालाई मैले जङ्गलमा भेटाएपछि नजिकै बोलाएँ तिम्रो आमाले मानिने जिद्दी गरिन् तिम्रै बारेमा सोध्न खोजिन् सायद आमाको मन हो मैले तिम्रो बारेमा भनिदिएँ फलामकै पिञ्जडामा बस्छ त्यहीँ हुर्किएको छ त्यहीँ उड्न खोज्छ पखेटा काटिदिन्छौँ कहिले हिँड्न खोज्छ नङ्ग्रा काटिदिन्छौँ बहुत सुन्दर छ तिम्रो छोरा भनेर तिम्रो वर्णन गर्दै थिए सुगा तिम्रो बाबा पनि मरे तिम्रो आमा पनि फत्रकै खसेर मरे राजाले के भन्न पाएको थियो सुगा पनि पिञ्जडाभित्र मर्थ्यो त्यसपछि दङ्ग पर्यो वंशानुगत रोग हो कि के हो जा टिपेर फाल्दे सेनाहरूले पंक्षी न हो एउटा ट्याप समाते भुइँमा टिपेर फालेको 2 सेकेन्ड भएको थिएन सुगा जुरुक्क उठ्यो भुरुर उडेर गएर दरबारको टुप्पामा गएर बसेर भन्यो देखिस् मलाई मेरो बाबा र आमाले के सन्देश पठाएका रहेछन् देखिस् भनेर भन्यो बाबा र आमा मरेका थिएनन् मरेको नाटक गरेका थिए त्यही सन्देश बोकेर राजा आयो सुगाले पनि मरेको नाटक गर्यो अनि भुइँमा फालिदिए उड्न पायो पन्छी भएर स्वतन्त्र भएर बाबा र आमाले
पठाएको सन्देश, बाबा र आमाले सिकाएको मार्ग सन्तानका लागि कहिले पनि नराम्रो हुँदैन। गुरुले गलत ज्ञान र बाबा र आमाले गलत मार्गमा लाग्न कहिले प्रेरणा दिँदैनन्। जान्नुपर्ने कुरा यही हो, जसरी एउटा पन्छी त्यो सुगा आमा र बाबाको सन्देशले उड्न पायो, तपाईँ हामी पनि बाबा र आमाले सिकाएको बाटोमा लाग्यौँ भने वास्तवमै भन्ने हो भने हाम्रो जीवन सुन्दर हुन्छ अनि हामी पनि पन्छी जस्तै स्वतन्त्र भएर प्रफुल्लित भएर खुसी भएर जीवन जिउन पाउँछौँ। साथीहरू, यो भिडियो एकदम राम्रो रहेछ है, मलाई त एकदम राम्रो लाग्यो यो भिडियो। हजुरहरूलाई कस्तो लाग्यो? यति राम्रो लागेको छ भने सबै सामु पुर्याउनुहोस्। बुबा आमाको बारेमा रहेछ यो। बुबा आमा त हाम्रा माता, हाम्रा भगवान हुनुहुन् यो। सो साथीहरू, हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो सेयर गर्नुहोस्, सबै सामु यो भिडियो पुर्याउनुहोस्। एकदम राम्रो भिडियो लाग्यो मलाई, मैले पुरै लास्टसम्म नै सुने। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोस् है।